हेलो नमस्ते वेलकम टु मज्जाको कुकिङ युट्युब च्यानल। यहाँहरू सबैलाई स्वागत छ मेरो मज्जाको कुकिङ युट्युब च्यानलमा। आज मैले हजुरहरूको लागि एकदमै मिठो फ्राइड चिकनको रेसिपी लिएर आएको छु। साथसाथै आज मैले हजुरहरूलाई मेरो छतमा चाहिँ के तरकारीहरू छ, के फलफुलहरू फलिरहेको छ भन्ने कुरा पनि देखाउँदैछु। खासमा चाहिँ हामीलाई टमाटर चाहिएर हामी टमाटर टिप्न गएका थियौँ। टमाटर सँगसँगै हाम्रो छतमा चाहिँ अरू के कुराहरू रहेछ भन्ने कुरा हजुरहरूलाई देखाउन मन लाग्यो, त्यही भएर चाहिँ सानो भिडियो बनाएँ। आश गर्छु हजुरहरू चाहिँ एकदम इन्जोय गरेर हेर्नुहुनेछ। सुरुमा चाहिँ मैले हजुरहरूलाई फुलले स्वागत गरेँ है त। हेर्नुहोस् त कस्तो राम्रो कलरको फुलहरू फुलिरहेको रहेछ, यो पनि मैले क्याप्चर गरेँ। मेन चाहिँ हामी टमाटर टिप्नको लागि आएका थियौँ। अब त्यो काम त गर्न नै परिहाल्यो। त्यसको लागि चाहिँ मलाई हेल्प गर्ने मेरो प्यारो छोरी छ, उसले चाहिँ टमाटर टिप्नको लागि मलाई एकदमै हेल्प गरिरहेको छ। अनि ऊ एकदमै खुसी पनि भइरहेछ कि टमाटर टिप्दा। यो ताजा टमाटर लगेर चाहिँ हामीले आज फ्राइड चिकन बनाउनेवाला छौँ। त्यही भएर चाहिँ हामी मजाले टमाटर टिपिरहेका छौँ। छोरीले पनि एकदम इन्जोय गरिरहेको छ, मैले चाहिँ भिडियो खिचिरहेको छु। हेर्नुहोस् त यस्तो राम्रो लोकल टमाटर पनि पाकिरहेको छ कि हाम्रोमा चाहिँ। यो चाहिँ अझ स्पेसली अचार खाना चाहिँ एकदमै मिठो हुन्छ। छोरी र मैले मिलेर चाहिँ भए जति सबै पाकेको टमाटरहरू टिप्यौँ। हामीलाई चाहिँ कति धेरै रमाइलो लागिरहेको छ कि यो पाकेको फलहरू टिप्नलाई। मेरो छोरीले भेटेसम्म चाहिँ सबै टमाटर उसैले नै टिप्यो। बाँकी उसले नसकेको ठाउँमा चाहिँ मैले हेल्प गरिदिएँ र मैले पनि अलिअलि हेल्प गरेर चाहिँ टमाटरहरू सबै टिप्यौँ हामीहरू दुईजना मिलेर। त्यसपछि हाम्रो छतमा अर्को चिज रहेको छ कागती। कागती मजाले फुल्दैछ, फल पनि लाग्दैछ। हेर्नुहोस् त यति धेरै कागती फलिरहेको छ नि यो बोटमा चाहिँ। अब पछिसम्म रहन्छ कि रहँदैन त्यो चाहिँ थाहा भएन, तर हेर्दा चाहिँ एकदमै राम्रो फलिरहेको छ योचोटि। कोही चाहिँ फल्दैछ भने कोही चाहिँ हाम्रो कागतीहरू चाहिँ पाकिरहेको पनि छ। यस्तो फलहरू पाकिरहेको देख्दा चाहिँ एकदमै रमाइलो लाग्छ कि मलाई चाहिँ। र अर्को के छ हाम्रो छतमा भन्दा चाहिँ अम्बा पनि एकदमै धेरै फलिरहेको छ, ड्र्यागन फ्रुट पनि छ। अम्बा हेर्नु त कस्तो मजासँग लटरम्म फलिरहेको छ। र अर्को रहेको छ हामीसँग साग। सागको बिचमा चाहिँ धनियाँ पनि छ, यो चाहिँ भर्खर उम्रिँदैछ, यो बिस्तारै ठुलो हुन्छ अनि खानुपर्छ। अर्को हामीसँग अर्को फल रहेको छ स्ट्रबेरी, जुन चाहिँ मेरो छोरीको फेभरेट हो। जतिखेर पनि छतमा गएपछि झुन्डिने भनेको यही स्ट्रबेरीको बिरुवाहरू बोटहरूमा मात्रै हो। अलिअलि हामीसँग सिमीहरू पनि फलिरहेको छ, अलिअलि फल्दैछ। अर्को रहेको छ काँक्रो। काँक्रो फुल्दै फल लाग्दै गरिरहेको छ। हामीसँग कडी पत्ता पनि छ, त्यस्तै हामीसँग रोजमेरी पनि छ। यो चाहिँ रहेको छ मुन्तला, यो चाहिँ भर्खर फुल खेल्दैछ। यो लगभग दसैँ तिहारको बिचतिर चाहिँ पाक्ने टाइम हुन्छ यसको चाहिँ। मजासँग फुल फुलिरहेको छ, यो जहिले पनि एकदमै धेरै फल्छ। अर्को रहेको छ कर्कलो गाभा। यसको पनि म हजुरहरूलाई चाँडै नै रेसिपी अपलोड गर्ने नै छु। यो हेर्नु त कस्तो राम्रो भएको छ कि देख्दै काँचै खाउँ जस्तो लाग्छ कि मलाई, मेरो फेभरेट हो यो चाहिँ। अरू पनि थुप्रै तरकारीहरू छ हाम्रो छतमा, तर भिडियो लामो हुन्छ भनेर चाहिँ आज मैले यति नै बनाएँ। अब सुरु गरौँ आजको रेसिपी। आजको रेसिपी हजुरहरूलाई थाहा नै छ, चिकन फ्राई गरेर बनाउँदैछु। त्यसको लागि चाहिँ मैले मिडियम साइजको 2टा प्याज लिएको छु र त्यसलाई मैले चाहिँ एकदमै मसिनो गरी काटेको छु। हजुरहरूले पनि मिडियम साइजको प्याज लिएर चाहिँ यस्तै मसिनो गरी काट्न सक्नुहुन्छ। आवश्यक अनुसार प्याज काटिसकेपछि अब हामीले मिनी भ्लग नै बनाइसकेपछि अब माथि गएर टिपेको टमाटर त राख्नै पर्यो। त्यसलाई चाहिँ मैले टमाटरलाई राम्रोसँग धोइ पखाली गरेर चाहिँ मसिनो गरी काटेको छु। जुनै पनि खानामा चाहिँ यो लोकल खानेकुराहरू राख्यो भने चाहिँ त्यसको स्वाद नै अर्कै छुट्टै लाग्छ। त्यो पनि आफ्नो स्पेसली छतमा कति दुःख गरेर लगाएर फलाएर पकाएको टमाटर राख्दा त आजको करी एकदमै स्पेसल हुनेवाला नै छ। हेर्नु त कस्तो राम्रो छ के टमाटर, त्यत्तिकै काँचै खाउँ जस्तो फिल हुन्छ कि मलाई चाहिँ। आवश्यक अनुसार टमाटर पनि मसिनो गरी काटिसकेपछि अब हजुरहरूलाई चाहिने मेजर सामग्री त यही नै हो। अब बाँकी अदुवा लसुनको पेस्टहरू त पछि पकाउँदा नै राखिहालौँला। अब सुरु गरौँ पकाउनको लागि। त्यसको लागि हजुरहरूले एउटा प्यान बसाल्नु होला। मैले चाहिँ एउटा कराईमा चाहिँ प्योर तोरीको तेल राखेको छु। हजुरहरूले चाहिँ शुद्ध तोरीको तेलमा बनाउँदा चाहिँ मासुहरूको परिकार चाहिँ एकदम मिठो हुन्छ।
तेल हल्का तातिसकेपछि त्यसमा मैले मेथी राखेर फुराएँ। मेथी फुरिसकेपछि मैले जिराको दानालाई पनि त्यसमै राखेँ, लङ सुकमेलहरू पनि त्यसैमा राखेर फ्राई गरेँ र 3वटा चाहिँ तेजपत्ताको पातलाई पनि त्यसमा राखेँ र मैले लिएको छु 1 केजी चिकन। त्यसलाई पनि मैले त्यही तेलमा राखेर चाहिँ राम्रोसँग फ्राई गरेँ। यसलाई चाहिँ हजुरहरूले बिस्तारै हल्का हल्का चलाउनुपर्छ सुरुमा र यसलाई चाहिँ हजुरहरूले राम्रोसँग भुट्न दिनुपर्छ। त्यसको लागि चाहिँ हजुरहरूले चाहिँ यसलाई सुरुमा चाहिँ कुनै पनि भाँडाले नछोपिकन पकाउनु पर्ने हुन्छ, किनभने भाँडाले छोपेर पकाउँदा चाहिँ चिकनबाट अझ धेरै पानी निस्किने हुन्छ र त्यो पानी सुक्न चाहिँ एकदमै धेरै टाइम लाग्छ। त्यही भएर हजुरहरूले चाहिँ कुनै पनि ढकनीले नछोपिकन चाहिँ सुरुमा पानी सुकिन्जेलसम्म चाहिँ पकाउनु पर्ने हुन्छ। हेर्नुहोस् त, यतिको भइसकेपछि अब यसलाई हजुरहरूले चाहिँ एकदम राम्रोसँग बिचबिचमा चाहिँ चलाइराख्नु पर्ने हुन्छ। पानी सुकेर यो हल्का फ्राई हुन थालेपछि चाहिँ मैले यसमा चाहिँ थोरै आधा जति कागती निचारेर राखेको छु। यसरी कागती राख्दा चाहिँ हजुरहरूले बनाइरहेको चिकन टुक्रिएर त्यो सासाना टुक्राहरू हुने सम्भावना चाहिँ कम हुन्छ र यो चिकन चाहिँ एकदम टेन्डर हुन्छ। त्यसैले चाहिँ यसमा मैले आधा कागती निचारेर राखेर चाहिँ राम्रोसँग चलाएँ। अब हजुरहरूले यतिको फ्राई भइसकेपछि चाहिँ अब एउटा ढकनीले चाहिँ यसलाई राम्रोसँग छोपेर नै पकाउन सक्नुहुन्छ। अब यसलाई चाहिँ हजुरहरूले छोप्दै फ्राई गर्नुपर्ने हुन्छ जबसम्म चाहिँ यो गोल्डन ब्राउन कलरमा एकदम रातो कलरमा चाहिँ चेन्ज हुँदैन, किनभने हामीले फ्राई चिकन बनाउन लागिरहेका छौँ आज। नत्र चाहिँ हजुरहरूले यत्तिकैमा चाहिँ मरमसलाहरू हाल्नुभयो भने नि ग्रेभी चिकनको लागि चाहिँ एकदम पर्फेक्ट हुन्छ। तर आज हामीहरूले फ्राई चिकन बनाउने भएकाले चाहिँ यसलाई चाहिँ अलिकति धेरै रातो कलरमा चाहिँ चेन्ज हुने गरी भुट्नुपर्ने हुन्छ। हेर्नुहोस् त, हजुरहरूले चाहिँ बिचबिचमा चलाउँदै छोप्दै पकाउँदै गर्नुपर्ने हुन्छ। लगभग यत्तिको रातो भएर फ्राई भइसकेपछि यसमा चाहिँ अब हामीले अघि रेडी गरेर राखेको मसिनो गरी काटेको प्याजलाई चाहिँ सबै यसमा राख्नु होला र प्याज राखिसकेपछि यसलाई चाहिँ एकदम राम्रोसँग चलाउनु पर्ने हुन्छ ताकि त्यो प्याजको चाहिँ मसिनो टुक्राहरू जताततै राम्रोसँग फैलियोस् र प्याज चाहिँ राम्रोसँग फ्राई होस् भनेर चाहिँ यसलाई हजुरहरूले मजाले चलाउनु पर्ने हुन्छ। र यसलाई राम्रोसँग चलाइसकेपछि यसलाई पनि हजुरहरूले एकछिन 2-4 मिनट जति चाहिँ राम्रोसँग फ्राई हुन नै दिनुपर्छ। अब यसमा मैले राखेको छु डल्ले खुर्सानी, जुन चाहिँ मेरो फेभरेट हो। यसलाई राखेको छु किन मैले नकाटी राखेँ भन्दा चाहिँ घरमा सानो बच्चाहरू पनि छन्, उनीहरूलाई अलि धेरै पिरो हुन्छ फुटाएर राखेँ भने, त्यही भएर यत्तिकै नै राखेँ मैले। यसलाई पनि हजुरहरूले राम्रोसँग चलाउनु होला। राम्रोसँग चलाइसकेपछि यसलाई हजुरहरूले चाहिँ छोपेर पकाउनु पर्ने हुन्छ एकछिन। यतिको गरिसकेपछि चाहिँ हजुरहरूले राखेको प्याज चाहिँ राम्रोसँग पाक्छ। यसले गर्दा चाहिँ एकदम मिठो फ्लेभरमा टर्न हुन्छ, त्यही भएर चाहिँ हजुरहरूले छोप्दै पकाउँदै गर्नुपर्ने हुन्छ। यतिको फ्राई भइसकेपछि अब यसमा हजुरहरूले हल्दी पाउडर राख्न सक्नुहुन्छ। हल्दी पाउडर सँगसँगै मैले यसमा नुन पनि राखेँ, स्वादअनुसार नुन राख्नु होला र यसलाई राम्रोसँग चलाउनु होला। राम्रोसँग चलाएर चाहिँ यसलाई 1-2 मिनट जति त्यत्तिकै फ्राई हुन दिनु होला। त्यसपछि मैले यसमा राखेको छु अदुवा लसुनको मसिनो गरी पिसेको पेस्ट राखेको छु 2 चम्चा जति। त्यसलाई पनि हजुरहरूले राखेर चाहिँ एकदमै राम्रोसँग चलाउनु पर्ने हुन्छ। अदुवा लसुनको पेस्ट राखिसकेपछि हजुरहरूले चाहिँ 2-4 मिनट यसलाई फ्राई हुन दिनुपर्छ ताकि यो राम्रोसँग फ्राई भइसकेपछि मात्रै चाहिँ यसको स्वाद मिठो हुन्छ, नत्र चाहिँ अदुवा लसुन चाहिँ नराम्रो गन्ध आउन सक्ने हुन्छ कतिजनालाई। त्यही भएर चाहिँ 2-4 मिनट फ्राई गर्नु होला। यतिको भइसकेपछि अब यसमा हजुरहरूले चाहिँ अन्य मसलाहरू राख्न सक्नुहुन्छ। हेर्नुहोस् त कस्तो राम्रोसँग फ्राई भइसक्यो। अब यसमा चाहिँ मैले यतिको भइसकेपछि यसमा जिरा र धनियाको धुलो राखेको छु, सँगसँगै थोरै मात्रामा रातो सुकेको खुर्सानीको धुलो पनि राखेको छु र त्यसपछि पनि मैले यसलाई राम्रोसँग चलाएँ। राम्रोसँग चलाएर 2-3 मिनट जति मसला पाक्न दिइसकेपछि यसमा अघि काटेको मसिनो गरी काटेको टमाटरलाई पनि राखेको छु। टमाटर हजुरहरूले नराख्दा पनि हुन्छ, मलाई चाहिँ अलिअलि टमाटर राखेको चिकन एकदमै मिठो लाग्ने हुन्छ, त्यही भएर चाहिँ मैले यसमा टमाटर राखेँ। हजुरहरूलाई चाहिँ फ्राई चिकन चाहिँ टमाटर नराखिकन मात्रै फ्राई गरेको मिठो लाग्छ भने पनि यो पार्टलाई चाहिँ हजुरहरूले स्किप गर्न सक्नुहुन्छ। अब यतिको टमाटर राखिसकेपछि यसलाई हजुरहरूले चाहिँ 2-4 मिनट चाहिँ ढकनी लगाएर छोपेर पकाउनु पर्ने हुन्छ ताकि टमाटर चाहिँ राम्रोसँग गल्छ र सबै मरमसलाहरू पनि राम्रोसँग पाक्छ। यतिको भइसकेपछि हेर्नुहोस् त, लगभग हामीले रेडी गरेको फ्राइड चिकनको रेसिपी लगभग रेडी भइसक्यो। यस्तो मिठो बास्ना आइरहेको छ नि यो फ्राई चिकनको चाहिँ। हजुरहरूले कस्तो मिठो बन्यो होला भनेर चाहिँ यो रेसिपी एकचोटि आफैले नै अवश्य ट्राई गर्नुपर्ने नै हुन्छ। मैले चाहिँ यतिको बनाइसकेपछि सर्भ गर्ने भाँडामा चाहिँ यसलाई खनाएँ।
सबै चिकनलाई चाहिँ भाँडामा राखिसकेपछि यो हाम्रो छतमा नै फलेको धनिया हो है, फेरि यो पनि यसले चाहिँ माथिबाट सरर गार्निस गर्ने कस्तो मिठो स्मेल छ यसको पनि। यतिको भइसकेपछि हामीले बनाएको फ्राइड चिकनको रेसिपी कम्प्लिट भयो र हजुरहरूले चाहिँ यसलाई इन्जोय गर्न सक्नुहुन्छ। मैले चाहिँ यसलाई आज लोकल महीसँग चिउरा अनि सोयाबिनको छोइला र फ्राई चिकनलाई राखेर चाहिँ खाजा इन्जोय गरेँ। हजुरहरूले पनि यस्तै रेसिपी ट्राई गरेर चाहिँ खानुहोला, एकदमै मिठो रेसिपी बनेको छ। हजुरहरूलाई यस्तै मिठो मिठो रेसिपी मनपर्छ भने यस युट्युब च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला र यो रेसिपी आफ्नो प्रिय व्यक्तिहरूसँग चाहिँ सेयर गर्न पनि नबिर्सनुहोला। हस् त, आजको रेसिपी यति नै। म यस्तै मिठो मिठो रेसिपी लिएर यहाँहरू सामु पुनः उपस्थित हुने नै छु। तबसम्मको लागि मिठो खाऊँ, स्वस्थ रहौँ, ह्याप्पी कुकिङ।